हेलो एभ्रिवान, गुड आफ्टरनुन। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। फेरि पनि स्वागत छ मेरो भिडियोमा। हिजो भिडियो अलिक हाल्नु पाइनँ, अनि आज चाहिँ बाटोमा हिँड्दै भिडियो गरिरहेको छु है। हिजो चाहिँ अलिकति टाउको दुखिरहेको थियो कि अस्ति नैको पुस्ताकारी खनेकोले गर्दाखेरि अलिक टाउको दुखिरहन्थ्यो, अनि त्यही भएर आज चाहिँ तपाईँहरूसँग फेरि पनि एउटा नयाँ भिडियो लिएर आएको छु। सो साथ सपोर्ट माया गरिदिनु होला भन्छु। त्यही हो गाइस, आज चाहिँ म सुँगुरलाई अलिकति काट्नु पर्यो भनेर आइरहेको छु। सोतर यो सोतर छ नि, यस्तो सोतर काट्नु पर्ने छ आज चाहिँ, अनि एक भारी जस्तो काट्नु पर्ने छ। हेरौँ, काट्दै जान्छु। अलिक धेरै उत्या पर रहेछ यहाँ अलैँची बारीमा। ट्याक्क लाएर अलैँची बारीमा आएको छु आज चाहिँ। ट्याक्क लाएर हेर्नु चाहिँ गाइस, हाम्रो चाहिँ अलैँची यहाँनिर चाहिँ यति छ घर यतापट्टि चाहिँ, अनि अलिक पर चाहिँ खेतमा चाहिँ योभन्दा अलिक टन्नै छ के अलैँची। यहाँ चाहिँ भर्खर बिरुवा हालेको, खासै त्यति राम्रो पनि छैन। अनि त्यही हो गाइस, अलैँची खेती गर्नुपर्छ भन्यो है। अलैँची छ नि जुन, यो अलैँची खेती गर्दाखेरि यस्तै धानहरू खेती गर्नुभन्दा बेसी यसले जिताउँछ के। वर्षमा एकचोटि चाहिँ गर्नुपर्छ यसलाई पनि। बेला बेलामा गोडमेल गरिरहनु पर्छ। त्यही हो, राम्रो स्याहार सुसार पुग्यो भने खेती गर्नुमा चाहिँ जिताउँछ यो अलैँचीले। जे होस्, ट्याक्क लाएर अब यो काट्नु पर्ने हुन्छ गाइस। मैले चाहिँ ट्याक्क लाएर ट्याक्क लाएर यति भयो गाइस, यति काटे। है गाइस, मैले चाहिँ यति काटिसकेँ। अब लिएर जान्छु यसलाई। त्यो भन्दा पनि एउटा कुरा के गाइस, आज म तपाईँहरूलाई के एउटा खोला देखाउँछु ल तपाईँहरूलाई। एउटा छाँगा ठुलो छ नि त, एउटा तल छ एउटा माथि छ। त्यो तपाईँहरूलाई म देखाउँछु ल। यहाँदेखिको ऊ पर बारी पुगेपछि टक्क देखिहाल्छ खोला। ट्याक्क लाएर हेर्नु चाहिँ गाइस, हाम्रो गाउँ चाहिँ यस्तो छ। टक्क लाएर होइन आइपुग्यो गाइस। ट्याक्क लाएर बस्नु फुकाएर कता लाउनु रहेछ आज, बाजेको बस्दै छैन। ट्याक्क लाएर त्यो पारि छ नि गाइस, यो कुनामा
यहाँदेखि त क्यामेराले त भ्याउँदैन, त्यही पनि अलिअलि देखिने रहेछ। घामले गर्दा अलिक उ भयो कि भरे बेलुका चाहिँ राम्रो देखिन्छ यहाँनिर। त्यहाँनिर हाम्रो गाउँको छाँगा क्या सबसे ठुलो छाँगा, तर अहिले चाहिँ पानी सुकेर उ भइरहेछ के खासै छैन। पानी चाहिँ ठुलो, केही त देखिँदैन गाइस। अनि यहाँ छ, यहाँ भएछ अनि यहाँदेखि यता परतिर पनि छ क्या, यता उसो पनि एउटा दुईटा छाँगा छ त्यहाँ कलाएर गाइस हैन। असुतर काटेर यता भएर यता डुल्न आएको एकछिनमा ट्याक्क लाएर बारीतिर चखेवाको भ्यू। देखो गाइस, यहाँ चाहिँ हाम्रो गाउँको आरन बाजे हुनुहुन्छ, यता चाहिँ खुकुरी बनाउनुहुन्छ। यस्तो छ नि त, भिलेज लाइफ हो नि त गाइस। ट्याक्क यहाँ बोल्नु हुँदैछ ट्याक्क लाएर अन्त बोजू ल गाइस, ककला खुकुरी किन्नु मन लागिरहेछ। यहाँ अर्डर गर्दा हुन्छ है, बाजेले बनाइदिनुहुन्छ ट्याक्क। हजुर बाजेले खुकुरी अनि पिटेर सक्नु भएको। को मान्छे हो गाइस यो चाहिँ? यहाँ तल हेर्नु न, उतै मात्र फर्किन्छ, गोठाला गर्दै रहेछ। कोही कोही मान्छेहरू यहाँ छ भइसकेको छ, मान्छे चाहिँ ऊ तल। यही भ्लग बनाउन छोरा नि त एकतार सिकाइदिन्छु नि त। हेलो गाइस, म चाहिँ आज यता आएको नि त सोतर काट्दा काट्दै गोठाला गर्नु। गाई पर छ, गाई राखिदेऊ ट्याक्क। यता हाम्रो सिस्टर हुनुहुन्छ नि त भ्लगर, सिस्टरले पनि खोल्ने हुन्छ, तिमी पनि सिकाउला भ्लग बनाउन। सिक्ने रे, म चाहिँ भ्लग गर्न सिक्नु पर्ने छ उहाँसँग त्यस्तो। ल गाइस, हामी दुईजनाको कस्तो हुन्छ त पछि भ्लग होइन, पछि उसको नि हेर्नु न। अहिले चाहिँ गोठाला गर्दै मान्छे यता छ वस्तु। सो ल गाइस, मेरो सोतर यता नै खसेछ नि त। टक्क परतिर एकछिन गाउँतिर गएको थियो डुल्न, अनि अब चाहिँ टक्क लाएर सोतरको भारी लिएर घरतिर जानुपर्नेछ। म ट्याक्क लाएर यस्तो ट्याक्क लिएर घरमा ल्याइसकेँ गाइस। त्यो चाहिँ सुकाएर लगाइदिनु पर्ने छ बाबालाई। डोको सानो हुन्छ गाइस, त्योहरू छोइदिएको। हाम्रो सुँगुर हेर्ने हो गाइस, कतिवटा छ ट्याक्क लाएर। यहाँ छ, यो चाहिँ अस्तिको दिन लिएको यो सुँगुर चाहिँ, यसकै लागि सोतर काट्नु गएको। आज चाहिँ अर्को ठुलो यहाँ छ गाइस हाम्रो चुवा चाहिँ। ट्याक्क लाएर गाइस सुत्यो यो गाइस। अब फेरि पनि अर्को पनि ल्याउनु पर्ने छ सुँगुर। उतै अहिले देखाएको ठुलो सुँगुर जत्रो ल्याउनु पर्ने छ। 3टा सुँगुर गाइस। त्यहाँदेखिको सुँगुरलाई चारो भनेको यस्तो काट्ने पुस्ताकारी हालिदिने ट्याक्क लाएर। गाह्रो छ नि गाइस सुँगुर पाल्नु। ऊ तल हाम्रो बाबै चाहिँ जोत्दै हुनुहुन्छ, बारी जोत्दै हुनुहुँदो रहेछ। हेलो गाइस, आज चाहिँ माथिबाट ब्लग
टक्क सोसर लिएर पनि घर आइसकिसक्यो माथिबाट हेर्नु अन्य लडी पठाए यार होइन दिदी भिडियो देखिरहेको छ मेरो भिडियो माथिबाट यहाँ चाहिँ हाम्रो दिदी हुनुहुन्छ है होइन त दिदी तपाईँ हाम्रो आमाको साथी हो नि त अनि हाम्रो अर्ना भैँसी यता छ अर्ना डन भैँसीहरू ट्याक्क लाएर यता छ फोन कसको मैले दिएँ नि होइन ट्याक्क भैँसी चाहिँ फेरि गाई उहाँदेखि भाग्छ के म कुटेर काबु बनाइदिन्छु नि त यो हाम्रो नल पछि बर्खालाई खुवाउनु पर्छ नल अम्बाको बोटमा यसरी राखेको छ ट्याक्क सुन्तला यताबाट कालो देखियो नि त गाइस अर्ना भैँसी हेर्ने हो अर्ना भैँसी पर चाहिँ दिदी हुनुहुन्छ ट्याक्क यहाँ छ हाम्रो घरको चाहिँ एउटा मात्र भैँसी हो नि त यहाँ रागे डन मलाई हेर्दैछ कङ्गाडु डन हो नि त यो अर्ना मलाई हान्न आउँदैछ यो रागा हेर्नु है गाइस अहिले तेरो हानिछ त तेरो बङ्गरा झारिदिन्छु भाइ फेरि हेर्नु गाइस ट्याक्क लाएर बाबै दिदीले गोठाला गर्दै हुनुहुन्छ गाइस हाम्रो बस्ती हेर्चेको उतापट्टिको होइन उतापट्टिको यसको ट्याक्क लाएर हाम्रो गाउँ ट्याक्क सर आकाश हेर्ने ट्याक्क आलु हेर्नु है गाइस आलु यो चाहिँ हाम्रो माथि दाइहरूको आलु म पनि गोठाला गर्नु पर्यो नि त गाइस अब ट्याक्क लाएर पानी पाडोलाई हेलो दिदी हेलो के छु गाइस हाम्रो अर्नाहरू ट्याक्क लाएर हलियो के बेसी माथि हो गाइस म चाहिँ गोठाला पनि गरिसकेँ नि त हेत्तेरी म खतरा मान्छे हो नि त होइन हजुर ट्याक्क लाएर गोठाला गरियो यस्तै छ यस्तै हुन्छ नि त गाइस गाउँमा बारी खाली हुँदा भयो पछाडि बस्ने चराउने जोत्ने गर्नुपर्छ नि त टक्क हाम्रो चाहिँ एउटा बिहाको छ नि त दिदीको भैँसी हो तर यहाँ छ त्यो पाडा कलार जुत्न आँट्यो आम्मा हेर्न गाइस जुत्नु आँटेको गाइस हाम्रो बाख्रा यता बाख्रा त्यो दाइहरूको बर गुरु छ कलार आजको मौसम चाहिँ यस्तो छ नि त गाइस खुल्ला खुल्ला छ आज चाहिँ हाम्रो बाबा गोरु जोत्दै नि त ट्याक्क लाएर क्यामेरा चाहिँ अलि कस्तो नराम्रो है ल गाइस म गोरु जोत्न गएँ ल अब पालो गर्नु पर्यो नि त एकछिन ट्याक्क लाएर गोरु जोत्नु पर्यो हाम्रो बाबै गल्यो रे के गोरु जोत्दा जोत्दा ए गोरु कति बेलादेखि जोत्नु थालेको बाबै छिटो जोत्नु भएछ त गाइस अब म गोरु जोत्छु है ट्याक्क लाएर एक राउन्ड गोरु गलेर गाई चाहिँ नि घाम पुस्दै लागिरहेछ
एप्याक एप्याक भइसकिसक्यो के खान लागेको बाबै तेरि छ्याङ देख्नुभयो गाइस यता हाम्रो छ्याङ लभर हो नि त अस्ति मैले पुस्ताकारी खनेको थिएँ नि त यस्तै खानुपर्छ के गाइस गाउँमा यस्तो गोरु जोत्दा खानुपर्छ ट्याक्क लाएर ड्याङ कि ड्याङ भोलि फर्काउनु हुँदैन है त्यो कुच्चाबाट एउटा हरिसिया गरम बनाएको के छ गोरु जोत्ने मान्छेहरू गफ गरेर बसेर हुन्छ ल गाइस गोरु पनि जोतियो यार बारी साह्रो रहेछ नि त टक्क लाएर अब घरतिर लागिन्छ अन्त कृष्ण गोरु चाहिँ ठुल्ठुलो छ नि त गाइस धुलो उडेर फेरि टक्क तपाईँको भन्नुपर्दा है गाह्रो छ नि म जोत्दै काँसाहरू पनि सोध्दै थियो छैन भने